नमस्कार साथीहरू, हेल लोक्सिया युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। म अमृत सुनार। सदा चाहिँ आज पनि मैले कम्युनिकेबल डिजिजभित्र पर्ने चाहिँ मुख्य टपिक्स लिएर आएको छु साथीहरू। योभन्दा पहिले मैले मिजल्स कम्युनिकेबल डिजिजभित्र पर्ने चाहिँ मिजल्सको बारेमा चाहिँ भिडियो अपलोड गरेको छु। त्यो भिडियो हेर्नुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद र हेर्न छुटाउनु भएका साथीहरूले पनि त्यो भिडियो हेर्न सक्नुहुनेछ। र आजको टपिक्स लिएको छ कम्युनिकेबल डिजिजभित्र पर्ने चाहिँ मम्स रहेको छ, अथवा हाँडे अथवा गल्फुले पनि भनिन्छ। यसलाई चाहिँ यसको चाहिँ पजिटिभ एजेन्ट रहेको छ मिक्जो भाइरस, पेरियोडेन्टाइटिस र आरएनए भाइरस नामकले हुने गर्दछ। यो मेजरली इफेक्ट चाहिँ प्यारोटिड ग्ल्यान्डलाई चाहिँ इफेक्ट गर्दछ। यसको चाहिँ स्रोत चाहिँ यो रोग कहाँबाट सर्छ भन्दाखेरि चाहिँ क्लिनिकल र सब क्लिनिकल केसहरूबाट सर्ने काम गर्दछ। अनि कमन एज ग्रुप चाहिँ 5 देखि 9 वर्षका बच्चाहरूलाई बढी मात्रामा यसले प्रभावित पार्नेछ। यसको चाहिँ पिरियड अफ कम्युनिकेबिलिटी चाहिँ सिम्पटम देखिएको 4 देखि 6 दिन पहिला र 7 दिन पछाडि यसको चाहिँ पिरियड अफ कम्युनिकेबिलिटी रहेको छ। यसको चाहिँ सेकेन्डरी एट्याक रेट चाहिँ 86% रहेको छ र मिजल्सको चाहिँ 80% रहेको छ। मम्स सो द लाइफ लङ इम्युनिटी, यसले पनि मिजल्स जस्तै लाइफ लङ इम्युनिटी चाहिँ इन्क्रिज गर्ने गर्दछ। इन्क्युबेसन पिरियड चाहिँ यसको 2 देखि 3 हप्ता वा सामान्यतया 18 दिनसम्म हुन्छ साथीहरू। मिजल्सको चाहिँ इन्क्युबेसन पिरियड चाहिँ 10 देखि 14 दिन रहेको छ र यसको चाहिँ 2 हप्तादेखि 3 हप्ता अथवा सामान्य 18 दिन पनि भन्न सकिन्छ। इन्भाइरोमेन्टल वातावरणीय तत्त्वहरू यस अन्तर्गत चाहिँ इन्सिडेन्ट विन्टर सिजनमा यो चाहिँ बढी मात्रामा देखिन्छ। मोड अफ ट्रान्समिसन, यो रोग सर्ने तरिका चाहिँ ड्रपलेट इन्फेक्सन, डाइरेक्ट कन्ट्याक्टबाट पनि सर्ने गर्दछ। जस्तै ड्रपलेट इन्फेक्सन जस्तै सङ्क्रमित व्यक्तिको नजिक गएर कुरा गर्दा थुक्का छिटाएर परेर पनि यो रोग सर्ने गर्दछ। र डाइरेक्ट कन्ट्याक्ट, रोगीसँग हामी चाहिँ डाइरेक्ट कन्ट्याक्टमा गएपछि त्यसरी पनि सर्ने काम गर्दछ। र क्लिनिकल फिचर्सतिर, चिन्ह र लक्षणहरूतिर जाउँ साथीहरू। अब 1 नम्बरमा रहेको छ फिभर, मेलाइस एन्ड हेडेक, ज्वरो आउने, बिरामी थकित हुने, टाउको दुख्ने जस्ता समस्याहरू देखिन सक्छन्। पेन स्वेलिङ अन वान अर बोथ प्यारोटिड ग्ल्यान्ड, सुनिने र दुख्ने। प्यारोटिड ग्ल्यान्ड चाहिँ दुईटै अथवा दुईटामध्ये एउटा अथवा दुवै पनि दुख्न सक्छन् साथीहरू, र सुनिने काम पनि हुन्छ। ट्रिस्मस, इनएबिलिटी टु ओपन ज, ट्रिस्मस भन्नाले चाहिँ दाँतहरू खोल्न नसक्नु हो साथीहरू। त्यसपछि आएर चाहिँ अबाउट 30 to 40% इन्फेक्सन द क्लिनिकल्ली एपिरेन्ट, जस्तै चाहिँ क्लिनिकल्ली चाहिँ 30 देखि 40% मान्छेहरूमा चाहिँ यो क्लिनिकल्ली चाहिँ इन्फेक्सन चाहिँ देखिन्छ। स्वेलिङ सबसाइड चाहिँ ओभर द 1 देखि 2 हप्ताभित्र चाहिँ यो सुनिएको चाहिँ सबै हराएर जान्छ। अब यसका चाहिँ जटिलताहरू रहेका छन् साथीहरू। अन्डकोष्ठ ओभरी सुनिनु, मोस्ट कमन कम्प्लिकेसन इन एडुलेन्स, यो चाहिँ एडुलेन्सको लागि चाहिँ मोस्ट कमन कम्प्लिकेसन हो साथीहरू। अन्डकोष्ठ ओभरी सुनिनु, यो हजुरहरूले ध्यान दिएर हेर्नुहोला। प्याङ्क्रियाज मुटुको मध्यपत्र र स्वरयन्त्र पनि सुनिने काम गर्दछ। पुरुषहरूमा चाहिँ बाँझोपन देखिने गर्दछ। एसेप्टिक मेनिन्जाइटिस मोस्ट कमन कम्प्लिकेसन इन चिल्ड्रेन हो, यो चाहिँ लोक्सियाको लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट रहेको छ साथीहरू। एसेप्टिक मेनिन्जाइटिस चाहिँ मोस्ट कम्प्लिकेसन अफ चिल्ड्रेनमा चाहिँ देखिन्छ मम्समा। अनि स्पन्टेनियस एबर्सन चाहिँ इन्फेक्सन अकर इन फर्स्ट ट्राइमेस्टर अफ प्रेग्नेन्सी, फर्स्ट ट्राइमेस्टर प्रेग्नेन्सीमा चाहिँ मम्सको चाहिँ इन्फेक्सन भएपछि चाहिँ स्पन्टेनियस एबर्सन हुनसक्छ साथीहरू। यसको चाहिँ अब उपचारमा जाउँ। उपचारमा चाहिँ अब भाइरस विरुद्धको निश्चित औषधि नभएकाले लक्षण अनुसारको चाहिँ उपचार गरिन्छ। कुनै पनि भाइरस मार्नको लागि औषधि उत्पादन भएको छैन। त्यसैले गर्दा भाइरस विरुद्धमा चाहिँ त्यसले देखाएका लक्षण अनुसारका उपचार गर्न सकिन्छ। र ज्वरो आएमा सिटामोल, झोलिलो तागतिलो खानेकुरा खुवाउनुपर्छ र बिरामीलाई आराम गर्न लाउनुपर्छ। र प्रिभेन्सन, यो रोकथामका लागि चाहिँ लाइभ एटेन्युएटेड भ्याक्सिन MMR लगाउनुपर्छ। र मम्स भ्याक्सिन चाहिँ प्रिपेयर बाई जेल्ली लोन्स स्ट्रेनबाट भएको हो। यो मम्स भ्याक्सिन चाहिँ जेल्ली लेन स्ट्रेनबाट चाहिँ भएको हो। मेरो भिडियो सुरुदेखि अन्तसम्म हेरिदिएकोमा साथीहरू धेरै धेरै हजुरहरूलाई धन्यवाद। र यसभन्दा पछि पनि म कम्युनिकेबल डिजिजकै अर्को टपिक्स लिएर आउनेछु।
हजुरहरूले यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला र सब्सक्राइब लाइक पनि गरिदिनु होला। धन्यवाद।